सो हेलो नमस्ते सन्चेल एन्ड वेलकम ब्याक टु दि धेरै दिन पछाडिको भिडियोमा हैन। अनि सो आफ्टर धेरै दिन पछाडि नै भिडियो बनाउँदैछु हैन। अब कारण के हो कसो भनेर त भनिराख्नु पर्दैन होला हैन। अनि सो मैले चाहिँ जसरी यो भिडियो चाहिँ मैले बनाउनै पर्ने भयो हैन, बनाउनै पर्ने हुन्छ किनकि कि त यो भिडियो कि सेकेन्ड लास्ट हुन्छ हैन नेपालमा, अनि कि लास्ट हुन्छ कि सेकेन्ड लास्ट हुन्छ हेर्दै जाउँ हैन। अनि अब भोलि अब भिडियो बनाउँदै जाँदाखेरि के कसो हुन्छ हैन। अनि सो अब जो पनि अब धेरै सम्झिराख्नु भएको थियो हैन। अब त्यो अब अलिअलि हुन्छ नि लाइफमा, अब केही डिसिजनहरू हैन, अब हुन्छ नि अब कस्तो भने अब अलि अमूल्य डिसिजनहरू लिँदैछु हैन। अनि त्यही भएर चाहिँ अब अलिकति मैले चाहिँ रोकेको थिएँ भिडियो हैन। अब केही अब केही सोच्नु पर्यो, अब केही अब नयाँ नौलो भनेर चाहिँ सोच्नुको लागि चाहिँ मैले टाइम लिएको थिएन। अनि सो आफ्टर भनौँ न 3 महिना नभए कति 4 महिना भयो होला भिडियो नबनाएको। अनि सो धेरै पछाडि चाहिँ म ब्याक आएको छु। अनि सो सबैजनाले अब पहिलेको जस्तै माया गर्नुहुन्छ होला भनेर चाहिँ आशा गर्दै भिडियो बनाएको छु। अनि सो अब खास कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ अब सेकेन्ड लास्ट अब अन्तिम आइसक्यो होइन। अनि जान चाहिँ विदेशै जानु आँटेको होइन। अब विदेश भन्नु बित्तिकै अब मान्छेहरूको हजारौँ समस्या हुन्छ होइन। हजारौँ समस्याको चाहिँ अब अन्ली वान प्रब्लम हो क्या, त्यो चाहिँ अब हजारौँ समस्यामा 99 प्रब्लम चाहिँ अब अलिकति कस्तो हुन्छ कमजोर हुन्छ भने चाहिँ अब एउटा डिसिजन चाहिँ अब विदेश जाने डिसिजन चाहिँ अब लाइक एउटा चाहिँ अलिकति हुन्छ नि, अब डिसिजन चाहिँ अलिकति खत्रै हुन्छ नि त के हो कसो अब हुन्छ। अब त्यही भएर चाहिँ अब मैले चाहिँ अब पहिले चाहिँ मैले पोल्यान्डमा ट्राई गरेको थिएँ। अनि युरोप कन्ट्री नै जाने, अब जे जति लगानी लागे पनि युरोप कन्ट्री नै जाने भनेर ट्राई गरेको थिएँ। अनि त्यसमा मेरो प्रोसेसिङ फाइनल भइसकेको थियो होइन। अनि लाइक हुन्छ नि उड्ने पनि डेट पनि फिक्स भइसकेको थियो होइन। अनि त्यसमा चाहिँ के भयो भन्दाखेरि चाहिँ उड्नु आँट्दाखेरि चाहिँ हाम्रो काठमाडौँमा भएको मेन पावरलाई चाहिँ ठगीको केसमा समातेछ क्या। अनि ठगीको केसमा समातेपछि चाहिँ हाम्रो स्टप भयो होइन। स्टप भयो भन्दाखेरि अब यहाँ ठगीको केसमा यहाँ पक्रियो, अब उता चाहिँ हाम्रो उता पोल्यान्डमा चाहिँ थाहा पाएछ। अनि त्यही भएर चाहिँ क्यान्सल भएको थियो होइन। अनि तपाईँहरूलाई म देखाउँछु प्रुफ पनि होइन। लाइक प्रुफ चाहिँ अब अरू के होइन, यो एउटा पेपर छ होइन, बोकेरै हिँड्छु होइन यो चाहिँ। अनि यसमा तपाईँहरूले देख्न सक्नुहुन्छ नाम ठेगाना यताउति सबै छ होइन। अनि मेरो फ्लाइट चाहिँ फिक्स भइसकेको थियो क्या। लाइक यहाँ यो छ कतार एयरवे छ। अनि कतारदेखि काठमाडौँदेखि कतारदेखि मुन्सा भन्ने ठाउँमा, अनि मुन्सादेखि पोल्यान्डसम्म थियो होइन। अनि प्लेन टिकट नै फिक्स भइसकेको थियो। अनि यो चाहिँ अब कहिलेसम्म उड्ने थियो भन्दाखेरि चाहिँ यहाँ देख्न सक्नुहुन्छ 15 तारिक फेब्रुअरी 2024मा उड्ने थियो। अब यसमा चाहिँ मेरो क्यान्सल भयो। अनि त्यस पछाडिको कुरा भन्नु पर्दाखेरि चाहिँ मलाई अब सल्लाह अब पहिले अब भगवान्ले लेख्दाखेरि नै अब हुन्छ नि भाग्यमा लेख्दाखेरि नै अब मसिसकेछ होइन। हुन त अब धेरैको पनि भाग्य लेख्नुपर्छ होला भगवान्ले पनि होइन। त्यही भएर मसी पनि सक्यो होला। अनि त्यही भएर चाहिँ म युरोप जान सकिनँ। अनि त्यही भएर चाहिँ मलाई अलिकति अब हुँदैन नि के भन्नु, अब सानो ठाउँमा जाने हो भनेर चाहिँ मैले ट्राई गरेछु। अहिले चाहिँ कतारमै ट्राई गरेछु। अनि त्यसमा चाहिँ टोटल मेरो इन्टरभ्यू सबै भइसकेर अनि अब मेरो फ्लाइट चाहिँ 21 तारिकमा छ। अनि 21 तारिकमा फ्लाइट भएको कारणले गर्दा चाहिँ आज कति 15 तारिक भनेपछि अब 16, 17, 18मा म यहाँदेखि हिँड्छु। अनि 18मा आज कति तारिक सरी आज 16 तारिक भइसकेछ। अनि 16 तारिकमा चाहिँ अब 17, 18 अब 2 दिन छ। 2 दिनमा चाहिँ म हिँड्छु यहाँदेखि। अनि त्यही भएर चाहिँ म फर्स्ट हुन्छ यो सेकेन्ड लास्ट हुन्छ कि त लास्ट भिडियो हुन्छ भनेर चाहिँ बनाउँदैछु होइन। अनि अहिले चाहिँ म ससुरालदेखि आउँदैछु। अनि अब ससुरालीमा चाहिँ नानीहरू अनि बुढीहरूलाई उता छोडिरहेको छु। अब अन्तिम हो नि त। अनि भनेर चाहिँ मैले अनि म चाहिँ यता आफ्नै गाउँ आएको छु वरङ्गी भन्नेमा। अनि यहाँ चाहिँ किन आएको भन्दाखेरि चाहिँ आज मेला लागिरहेको छ, मेला भरिदिउँ भनेर चाहिँ आएको। अनि अब बिचरा मलाई नि हेर नि त्यहाँनिर विदेश जानु त रहर त कसको हुन्छ होइन। अब खोला त्यो यहाँ बग्ने खोलाको पनि रहर थियो होला नि उकालो बग्ने, तर बाध्यताले ओह्रालै बग्नु परिरहेछ होइन। अब बिचरा यो घामलाई हेर, यो घामलाई नि उदाउनु त मन छैन होला नि के अन्त, तर बाध्यताले उदाउनै पर्छ होइन। त्यस्तै बाध्यताहरू परेर चाहिँ अब खासै बाध्यता त होइन, अब रहर हो एउटा विदेश जाने यताउति गर्ने लौडा लसुन गर्ने होइन, रहर भएर पनि हो। अनि सो अब त्यही भएर चाहिँ म कि त फर्स्ट हुन्छ कि त लास्ट हुन्छ कि त सेकेन्ड लास्ट हुन्छ भन्दैछु होइन। अनि सो आज चाहिँ भन्नुपर्दाखेरि चाहिँ म जान्छु मेला भर्छु। अब त्यही बाइक एमटी बोकेर हिँडिरहेको छु। अनि दाइ व्यापारमा कुदिराख्नु भएको छ अनि एमटी छ। सो अब यहाँदेखि म निस्किन्छु होइन। मोटो भ्लगिङ क्यामेरा सेटअप छैन होइन, यहाँनिर निकालेर पुरै थन्काइसकेको छु मैले। यहाँको सबै क्यामेरा सबै थन्काइसकेको छु। अनि आज चाहिँ म बनाइदिनेछु केही भनेर चाहिँ बनाउँदैछु। अनि सो इन्जोय गरिदिनु होला अन्तिमसम्म होइन। अब मेला जान्छु, मेलामा रहिला हान्ने हो। अनि त्यहाँ भाइलाई पनि फोन गरिसकेको छु आऊ है भनेर। अनि सो हेरौँ, लेट्स सी व्हाट ह्यापनिङ नेक्स्ट। तर बाटो चाहिँ यस्तो रहेछ होइन, गाह्रो छ।
यहाँ भर्खर बाटो खनेर आएको यार गाडो बनाइदिइहाल्यो नि हट्टेरी यहाँ चाहिँ अन्तिम स्टेजमा लग्यो क्या यहाँ खनेर खनेर यत्रो बनाए बाटो छैन नि बाटो त हेर्दै भरे बाटो फर्कुमै भनेको नहुँदा जस्तो छ हो त्यो यहाँको होइन यहाँ त बाटोको त गाँड मड भएको छ यो भाइले ओए भाइ ओए त्यहाँ बाटो त्यस्तै हो त कुन बाइक छिर्छ भन् त कुडी हो त्यहाँ तल्लोपट्टि यहाँनिर पुरै बाइकको त बाटोको त गाँड मड भएको छ यार जाँदैन यार बाइकै ओए भाइ ओए बाटो हेरे माकुडी के गरेको यस्तो माकुडी बाटो फेरि के पुलिस केस हालिदिन्छु नि रनमती कान चिकन यहाँ स्ट्यान्ड पनि लाग्दैन यार माकुडी यहाँ केटाले गाँड मर्वाएछ बाटोको यी बाटो कालो त यस्तो बनाइसकेछ गाँड मर्वाइदिइसकेछ यार पुग्ने बेलामा यहाँ माथि बाटो खन्दा खन्दा यार बिचोक सो हामी आज आइपुगिसक्यो घर होइन बल्ल तल्ल अनि उहाँ बाइक पनि भाइले धोइदिएर होइन टिक्क बनाइदिइरहेछ अनि सो अब यहाँदेखि चाहिँ म वराङ्गी जान्छु वराङ्गीमा यसो हल्का रमाइलो गर्नु जाने हो होइन अब यहाँदेखि म निस्किन्छु होइन वराङ्गी जान्छु अनि वराङ्गी गएर चट्टसँगले मेला लागेको तपाईँहरूलाई देखाउँला होइन मेला भरौँला भन्ने कुरा हो अनि सो लेट्स गो A few hours later. सो फाइनली हामी चाहिँ आइपुगिसक्यौँ वराङ्गीमा होइन अनि यहाँ हामीसँग छ जोडिसक्नु भएको छ हाम्रो सबिन भाइ होइन के छ भाइ हेलो भाइ केही छैन केही छैन हेलो भाइ अनि उसलाई चाहिँ मैले घरदेखि उठाएर ल्याएको होइन अनि अब यहाँदेखि म भिडियोदेखि नै रिक्वेस्ट गर्छु होइन मैले उठाएर ल्याएको उसलाई चाहिँ होइन उसको गर्लफ्रेन्डले चाहिँ अब गुनासो धेरै नगरोस् होइन के अरे नाम पनि उता पारिपट्टि बस्ने अरे होइन अनि मैले लिएर आएको होइन धेरै नरिसाइदिनु होला होइन म साथी बिगार भयो नि त साथी बिना कस्तो बिगार हुन्छ थाहा छ तपाईँहरूलाई होइन त्यही भएर मैले सबै भएर लिएर आएको गुनासो नगरिदिनु होला नि हामी चाहिँ आइपुगिसक्यौँ वराङ्गी होइन अब त्यही हो मोटो ब्लग अब क्यामेरासँग सेटअप छैन जस हामी आइपुगिसक्यौँ वराङ्गी अनि यसो दर्शन गरौँ भनेर भाइलाई यहाँ लिएर आएको छु अनि जस हामी होइन बाहिरको नाम के हो यहाँ बाहिरको नाम के हो तिमी यहीँ पढ्छौ वराङ्गीमा पढ्दैनौ एउटा नर्स यहाँ हो त ओ भाइ यहाँ हो त तिमी पनि छिटो हो एउटा नर्स यो दुईजना भाइहरूको यार उत्रै नि छ यार ओ यार ल सिक्ने बेला त एकछिन दुईजना बस्छ त भाइ कसम भनेको दुईजना बस्छ त कस्तो म्याक खाने बेलामा त एक्सट्रिम खाएको थियो क्या यार रेडबुल खाएको थियो क्या होला यार एनर्जी हामी त यतिको नहुनु पर्ने अब यहाँदेखि चाहिँ हामी तलतिर लाग्छौँ होइन अनि तलतिर चाहिँ फुटबल हुँदो रहेछ होइन अनि त्यहाँ गएर हेर्ने हामी फुटबल होइन हो नि दाइ फुटबल लभर हो नि औ यता दोकानी ओ माइ गड दोकान पोते पनि छ यहाँनिर लगाइदिउँ क्या पोते लाउने भाइ लगाइदिउँ त फेरि अरूलाई त होइन आफू लगाइने भने फेरि हो हामीले प्रसादै हानेर आएको नि यहाँ प्रसाद किन्ने जरुरत पनि छैन क्या सो हाम्रो बाइक चाहिँ त्यहाँनिर आएको छैन यहाँनिर MT-15 भनेर चिनिराख्नु होला होइन बाइक पनि देखाइदिउँ न अलिक मजाले हामी चाहिँ आएको छौँ मेलामा अनि भइसक्यो बेला अनि यहाँनिर मेलामा अब के गर्ने भन्दाखेरि चाहिँ के गर्ने हो भाइ मेलामा खेला हान्ने हो आज ओइ चस्मा वाउ सेक्सी ब्युटिफुल कस्तो देख्छ ए छोडिदिउ नछुन अहिले दाग लाग्छ क्या हामी जस्तोले छुनु हुँदैन क्या भाइ कसम भनेको यहाँ पहिले बोजहरूको दोकान खोज्यौँ त कहाँ छ सो यहाँ माथि बजार यस्तो लागिरहेको छ होइन मौसम पनि कालो कालो भएर छ कि तिमीलाई कालो देखिरहेको छु मैले
म कालो भएर कालो देखेको होला नि। अनि चाहिँ यहाँनिर चाहिँ भलिबल म्याच हुँदैछ होइन। अनि यहाँनिर फुटबल गल्ती भयो माफ गर्दा यहाँ चाहिँ फुटबल म्याच हुँदैछ होइन। अनि कति हजारको फुटबल म्याच अरे? 1 लाख 1 लाख कति? 1,60,000 1,60,000? यत्रोमा त मेरो फोन पनि आउँदैन। जुम ल यत्रोमा मेरो फोन माथि गएर डाटा हालेर बरु सनी ल्याउने हुनुपर्छ। बेच्दिउँ त। अनि यहाँनिर चाहिँ फुटबल म्याच हुँदो रहेछ होइन। अनि हाम्रो घर चाहिँ मासतिर हो होइन, जानुपर्ने। अनि यहाँनिर फुटबल म्याच हेर्दैछौँ। अब यहाँदेखि म निस्किहाल्ने होइन। यो यो यसको नाम के अरे? भीमे तुम्सा। ओइ के हो नाम अरे? के अरे दाइ नाम? थाहा छैन। थाहा छैन सेक्दिउँ क्या यसलाई? अनि यहाँदेखि हाम्रो बाइक चाहिँ उता पर राखिरहेको छौँ होइन, यहाँ पर। हामी अब त्यहाँतर्फ लाग्नुपर्ने हुन्छ। अनि सो बाजेहरूसँग अब अन्तिम अब भेटघाट पनि छुट्यो होइन। बाजेहरूसँग माथि मेलामा बजार उठाइराख्नु भएको थियो। अनि त्यही बाजेसँग भेटघाट भयो। अब अन्तिम दिन पनि भयो। अब त्यही हो। अनि चाहिँ हाम्रो बाइक चाहिँ यहाँनिर छ होइन। अनि पुरै बाइकमा अब हामी फर्किन आँटेको। उयो त मेरो पुरानो बाइक रहेछ त यार, कसम भनेको। जितेको होइन बाइक? जिते मानको होइन। मेरो पुरानो बाइक यार, जिन्दगीमा फर्स्ट टाइम बाइक सिकेको बाइक यार, कसम भनेको। ओइ कसम भनेको। सबिन भाइ कसम भनेको। मैले कसम भनेको अहिले ढाँटेको होइन नि फेरि। यही हो पुरानो बाइक, जिन्दगीमा फर्स्ट टाइम चलाएको बाइक। तिमीलाई के भन्नु छ भन न। तिमीलाई के भन्नु छ? के भन्नु राम्रो बोल। अनि यो चाहिँ मेरो फर्स्ट टाइम जिन्दगीको बाइक चलाएको बाइक हो होइन यो चाहिँ। अनि पुरै यहाँनिर चाहिँ यो अहिलेको लेटेस्ट यो चाहिँ मेरो फर्स्ट टाइम बाइक सिकेको बाइक हो क्या। म कसम भनेको माया लाग्यो अहिले। माया देखेर जितेर खान्छ त बोलाएर ल्याउ त। कसम कुदाइदिनु पर्यो भनेको यार, कसम भनेको। ओइ सबिन भाइ कसम भनेको, फर्स्ट टाइम बाइक चलाएको बाइक यो छ नि। यो हेर, आजभन्दा 9-10 वर्ष अगाडि लगाएको यो मैले। यो 4वटा इन्डिकेटर बाल्ने थियो क्या, मैले लगाएको थिएँ क्या। म कसम भनेको यार, माया लागेर आयो अरे बाइक देख्दाखेरि। कि सेतो निस्केछ, माल निस्केछ क्या हो। हाम्रो दाई बबिन दाईसँग भेटघाट भइसकेको छ होइन। हाम्रो ह्यान्डसम हिरो 12 गाउँको राजा हो। 12 गाउँको हिरो हो कि भन् त? कसम हो कि भन् त? हो कि भन् न? त्यति मात्र भन् न। तपाईँको भाइले झुट बोल्यो? छैन नि। सकेपछि 12 गाउँको हिरो भने सकिएको हुने होइन। अनि भर्खर मात्र आउनु भएको? किन आएको? हिजो बाइक अलिकति एक्सिडेन्ट भएछ। कहाँ एक्सिडेन्ट पर्नु भयो? यसो खान त भएको थिएन तपाईँको भाइ जस्तो। होइन खाएको थियो। कहाँ खाइएको थियो? थाहा छैन घरकतिर थियो। ए भनेपछि दाइ पनि ट्रिटमा हुन्थेछ यार। कहिले यतिखेर पाउनु? बाइक कुदाउनु नि फेरि। भनेपछि दाइ पनि ट्रिटमा हुन्थेछ होइन। दाजु म चाहिँ होइन, यहाँ चाबी यहाँ हालेर होइन निस्किनु आँटेको थिएँ होइन। तपाईँ आइहाल्नु भयो होइन। टिकट दिँदैछौ टिकट के हो यसो? हाउजीको हिजो हामीले 30,000 45,000 कोटायौँ। के हो दाइ यो? खै म पढौँ। हाउजी भाइ पर त हाउजी होइन। मैले भाइलाई नै अब किन्नुपर्छ है। ल म दाइ भोलि म ढुक्क हुने कि म भोलि यहीँनिर निस्किँदै आउँछु। आज चाहिँ म ससुराले भागेर आएको। कसम भने यहाँ अनुहार हेर्नु चोर जस्तो देखिन्छ? चोर जस्तो देखिँदैन। चोर जस्तो नगरे नि गुन्डा हो नि म। किन भागेर कहाँदेखि ससुराले आएको दाजु। तेरो हिरो भएको हिरो अरे यतिको तारी भएछ। छम्माहरू कसरी नपट्ला? कहाँ छम्माहरू होइन? अन्त उ त्यो पनि बेच्नुहुन्छ? त्यो झरेको होइन नि? ए खै म एकचोटि हाउजी हेर्नु चाहन्छु दाजु यार, कसम भनेको। यहाँ दाजुसँग चाहिँ यहाँ आउनु भने चाहिँ हाउजी किन्नु सक्नुहुन्छ होइन। हाउजी चाहिँ कस्तो हुँदो रहेछ भनेपछि दाजु मैले पढ्नै सकिनँ अहिले मजाले। खै पढ्नै पर्दैन, यो टिकट किन्नुपर्छ। ए नम्बर उता यो चाहिँ कस्तो नम्बर उतार्नुहोस् त? अनि यताबाट हो नि त भाइ। यताबाट चाहिँ हो भाइ। अनि छाप्पिने गरी पेले छ नि त। अनि पेल्नु पर्ने पेले छ भाइ। अन्त यो काग पर्ने हो यसमा चाहिँ? लकी ड्र हो। हिजो लेटाङको राज भाइले 30,000 लगिसक्यो।
हो सत्य हो यो कुरा अनि त कागै काग छ त के हो कागको सुकुटी खान पाउने हो क्या हो कागको सुकुटी हानौँ अन्त अरूमा भेडा बाख्राहरू छैन बाइलर चाहियो क्या मलाई चाहिँ लोकल खानु कहाँ बाहिर खानु लोकल त अब दाइको अब नानी हुनु आँटेको सक्दैन भने त दाइले लोकल खाने हामी त यी खानु पायो बालेको टाउको क्या ल म भोलि आएर चाहिँ म कटिङ छानिदिन्छु होइन तपाईँ के यसको स्पोन्सर बस्नु भएको छ स्पोन्सर बस्नु छ कसम 1 लाख निकालेको नि 1 लाख जाला जस्तो छ भनेपछि दाइले कति कमाउनुहुन्छ भने त पाएको बाहेक हिजो पनि गोजीबाट थपेर दिएको छौँ आज पनि हेरौँ अब बजारको यसो हेरौँ मल छ आज पनि लगानी उठ्ला जस्तो चाहिँ लाग्दैन तर पनि अब मेलामा दाइ सक्दोसम्म आफ्नो साथीभाइहरूलाई पनि सबैलाई काट्नु हुँदैन तपाईँको भाइलाई पनि काट्ने तर तपाईँको भाइको अनलाइन मात्रै छ त्यही भएर चाहिँ मैले काट्न सकिनँ होइन भोलि म आउँछु जसरी नि है घरतिर आउने घर होइन अहिले म ससुराली हिँड्दैछु भाइलाई उता छोड्दै म बिहान होइन ससुरालीदेखि भागेर आएको म दाइ कसम ससुरालको कता पो कति यसो चेप्नु बुझ्नुभयो नि ल भोलि भेटौँ होइन भोलि पनि हुन्छ होला नि त भोलि पनि भेट्नुहुन्छ होला नि त अब आज लास्ट गरिन्छ अब पनि गरेन अलिक टिकट बिकिन भन्यो भने अब तलतिर पो झरिन्छ होला जे नि स्पोन्सर यहीँको हो नि त यहाँ कहाँनिर छ यहाँ तल्लोपट्टिको हो नि त होइन स्पोन्सर भनेपछि यो स्पोन्सर मेन स्पोन्सर चाहिँ को हामी सबै हो 3-4 जना छौँ बेलबारीको 2 जना अनि 3 जना ल दाइ जे भयो नि तपाईँलाई नि अब राम्ररी टिकट बेच्नु होला होइन सक्दोसम्म आफ्नो साथीभाइलाई नि उठाउने हो चिनचान बेकारकोहरू त अब नकाट्ला होइन त्यही नै अब चिनचानहरूलाई काट्नुपर्छ होइन ल भोलि भेट्नुपर्छ ल दाजु पारा युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु सबैजनालाई हजुर दाइको पनि च्यानल छ के अरे दाइको नाम मेरो पनि च्यानल छ बबिन लिम्बू छ है बबिन लिम्बू सक्की गर्ने त्यो भएपछि त हल्का बढ्दै थियो अहिले चाहिँ अलिक ग्याप भएको छ भिडियो हालेको थियौँ भिडियो चाहिँ भाइरल हुँदै थियो तर पनि अहिले चाहिँ अलिकति सक्की गर्ने बेचिहाले सक्यो भने 12 गाउँको हिरो भने सक्की गर्ने होइन सर भाइ तारिफ हान्नु चाहिँ नसर न हौ तारिफ हान न हौ होइन दाइ त्यो तरकारी पकाउँदाखेरि नुन मात्र हालेर भएन नि त तेल कसले हालिदिने बेसार कसले हालिदिने अदुवा लसुन कुटेर कसले हालिदिने होइन त्यो पनि चाहियो नि त म कुटेर हालिदिन्छु ल दाइ अब चाहिँ म चाहिँ निस्किनु आँटेको होइन अलिक ढिलो आउनु भएछ तपाईँ ढिलो आउनु त म चाहिँ निस्केँ अब भोलि भेटौँ ल ल सो यहाँदेखि हामी चाहिँ अब निस्किनु आँटेको सबिन भाइरमा होइन सबिन भाइ के भन्नु चाहिँ अब 2 वर्ष बाद भेट हुन्छ होइन तिमीलाई कस्तो लागिरहेको छ भन्नु त मैले कस्तो लाग्दा तिमीलाई त कस्तो पनि लाग्दैन मलाई लाग्छ नि होइन 2 वर्ष बाद केटाहरूसँग भेट हुन्छ कि हुँदैन भनेर भइहाल्छ हुन्छ कसम भनेको अनि सो हामी चाहिँ बजार यहीँ थियो सानो लागिरहेको छ हिजो ठुलो लागिरहेको थियो अरे होइन यहाँनिर अनि यसो 12 मेला वाराङ्गीमा भएको अनि सो हामी चाहिँ यहाँदेखि निस्किनु आँटेको अनि हाम्रो बाइक त्यसमा एम्टी होइन ओए ओ माई गड राइडर लाइसेन्स माग्नु त बाटो छिको ओए लाइसेन्स निकाल ओए लाइसेन्स निकाल ओए लाइसेन्स खोइ लाइसेन्स ओए लाइसेन्स छ लाइसेन्स घरमा छ अनि हेलमेट खै हेलमेट पनि घरमा हेलमेट त्यो फुलाउनेवाला हो त्यसो भने त जान दिनुपर्छ यार फुलाउनेवाला अन्त म भन्दा एक्सपर्ट रहेछ यार कसम भनेको खोइ उतामै चाहिँ बे गर्यो को केटी ल्यायो ल्यायो कहिले 1 हप्ता भएन उजी बे गरेको रन्डुको मान 1 हप्ता भएन त्यो बे गरेको छिकिन 1 हप्ता भइसक्यो त्यो बे गरेको हो र मैले आफ्नो साथीभाइलाई थाहा छैन त्यसलाई त मैले पनाउती रहेछ यार कसम भनेको माछालाई कसम भनेको मान्छे बाटो छोडिदियो त गएको कतिजना छम्माहरू छ ल राम्ररी जाऊ माकुडी भन्छ हामी यहाँदेखि चाहिँ निस्किनु भन्छ बुनुको नाम के अरे बुनु यहाँ हेर न यहाँ बुनुहरू लडाएछ कसम भनेको तिमीहरू लड्नु जाने मेरो अनि अब यहाँदेखि चाहिँ हामी निस्किनु पर्ने हुन्छ म चाहिँ अब सबिन भाइलाई घरमा छोड्दै म सिधै ससुराली जान्छु होइन अनि छैन कुनै गुनासो छैन नि आज अन्तिम मेरो थोप्रा हेर्दा नि बिर्सिन्छ नि फेरि 2 वर्ष पछाडि थोप्रा त हेर्यो कि यो चाहिँ के हो यो खोइ कहाँ हो यो यस्तो के हो ए यो यहाँ रहेछ यी माल यी अनि चाहिँ अब यहाँदेखि हामी निस्किनु आँटेको होइन
सो हामी चाहिँ यहाँनिर पुगिसक्यौँ होइन अनि यहाँनिर हामी फर्किने क्रममा चाहिँ होइन यहाँ हाम्रो दाजु भेटिसक्नु भएको छ होइन अनि चाहिँ अब दाजुसँग नि यहाँनिर अब दाजुसँग नि अब अन्तिम भेटघाट हुँदैछ होइन दाजु तपाईँको भाइ होइन 2 वर्षको लागि हराउँदै सुन्न तपाईँको भाइ पनि 2 वर्षको लागि हराउँदैछ होइन अनि के भन्नु छ यहाँ भाइहरू पनि छ भाइको नाम के अरे उयो भाइको नाम के अरे भाइ नाम के अरे अनि यहाँनिर चाहिँ हामी फर्किने क्रममा यहाँ भाइहरू भेटिसकेको छौँ होइन सो अब हाम्रो भाइको राइट हानेर यहाँसम्म आइपुगिसक्यो होइन अनि भाइको बाटो चाहिँ यहाँदेखि छुट्छ अनि मेरो बाटो चाहिँ यहाँदेखि छुट्छ म ससुरालतिर लाग्छु होइन अनि भाइ चाहिँ यहाँदेखि घर लाग्छ ल भाइ भेटौँला 2 वर्ष पछाडि ल त्यति बेलासम्म याद गर्ने कि नगर्ने भाइहरूले म्याच कस्तो भनेको म्याच को मुजी त भन्यो भने त अभि पछाडि म त टेन्सन हुन्छ नि त होइन यहाँदेखि जान्छौ कसम कसम बाँदरा आयो भने बात चाहिँ घरतिर ल अब यहाँदेखि छुट्यौँ होइन हाम्रो यात्रा यहीँदेखि भयो अनि सो हाम्रो विजय दाईसँग तल हल्का गफ भयो होइन अब विजय दाईको अब त्यही त अनि अब अन्तिम दिन पनि आइसक्यो अनि त्यही भएर अब विजय दाईले राम्ररी यस्तो ल्याउनु भन्छ तिमीलाई के भन्नु छ छैन दाइ भयो भयो एक्सहरूलाई के म्यासेज होइन छैन अनि सो यहाँदेखि चाहिँ म अब बुधबारै हुँदै जेफाले जानुपर्ने हुन्छ होइन ससुराली अनि ससुराली पुगेपछि भेटौँ ल म बाटोमा जान्छु चिलमा बिन्दास तरिकाले यस आज रमाइलो भयो भाइसँग होइन ल एक्लै बिन्दासमा अब एक्लै हिँड्नुपर्ने हुन्छ होइन ल भाइ छुट्टौँ ल ओके म हेर्नै सक्दिनँ तिमी गएको म पहिले जान्छु यार ल सो म चाहिँ अनि यहाँनिर पुरै माथि आइसकेँ होइन पुरै दाजुको बाइक यहाँ लिएर राखिरहेको छु होइन अनि भाइहरूसँग छुटिसक्यो दाइहरूसँग छुटिसक्यो बाजेहरूसँग छुटिसक्यो होइन सबैसँग बिदा मागिसकेँ होइन अब भोलिको दिन भेट हुन्छ हुँदैन त्यो त म कन्फर्म भेट हुन्छ भनेर चाहिँ भन्नु सक्दिनँ त्यही भएर चाहिँ मैले चाहिँ बिदा माग्नु पऱ्यो होइन अनि त्यही भएर चाहिँ अब दिनहरू नजिक आइसक्यो नि त अनि म चाहिँ यहाँनिर पुरै बाइक यहाँनिर यस्तो घनाघोर जङ्गलमा पुरै बाइक ठडाएर यस्तो जङ्गल छ होइन पुरै यहाँनिर जङ्गलै जङ्गल यहाँ पनि जङ्गलै जङ्गल यहाँ पनि जङ्गल यहाँ पनि जङ्गल अनि जङ्गल हेर्नु चाहिँ पुरै कालो छ होइन यहाँनिर चाहिँ म बसिरहेको छु चिल पारामा होइन अनि मान्छेहरूले धेरै गुनासो गर्दै थियो होइन मान्छेहरूको धेरै डर चाहिँ यहाँनिर यो जङ्गलमा छ होइन किनकि अब चोरहरूले धेरै लुट्छ भनेर होइन म चाहिँ यहाँ इन्तजार गर्दैछु चोरहरूलाई लुट्नुको लागि कहिले चोर आउँछ र तिनीहरूको लुट्नु पऱ्यो भनेर होइन अनि सो म चाहिँ यहाँनिर बसिरहेको छु अनि ससुरालीतिर जाँदैछु अब यहाँ म 2 घन्टामा टोटल्ली ससुराली पुग्छु अनि त्यही बिच बाटोमा सामान पनि किन्नु छ अनि त्यही चार्ज पनि गर्छु म मोबाइल बिच बाटोमा त्यहाँ बुधबारे पुगेपछि यहाँदेखि बुधबारे कतै छैन म चाहिँ यहाँनिर गल्ली डाँडामा छु होइन अनि सो यहाँदेखि म जान्छु अनि भोलिको भ्लगमा नि चाहिँ गर्नु होइन तपाईँले अब लेट यो भिडियो चाहिँ आजैमा चाहिँ तपाईँले हेर्नुभएको छैन होला सायद चाहिँ अब आजभन्दा एक दिन पछाडि हेर्नुभएको छ भने चाहिँ भोलिको भिडियो पनि हेर्नु होइन भोलिको भिडियो चाहिँ अब टोटल्ली छुट्ने अब घर परिवारसँग छुट्ने दिन हुन्छ होइन अनि सो अब दाइले काठमाडौँसम्म पुऱ्याइदिन्छु भन्नुभएको छ यही बाइकमा होइन यही बाइकमा अनि त्यो सिन्धुलीको बाटो त टोटल्ली बिग्रेको छ अनि खत्तम छ त्यही अनि अब जाउँ न भन्ने भएको छ म चाहिँ पुरै प्लेनमा जाउँ भन्ने योजना थियो क्या प्लेनमा त जाँदैछु त कतारमा किन सिरियस भएको किन त्यो प्लेन चढ्न नपाए जस्तो गरेको अनि चाहिँ यहाँनिर चिनो बसिरहेको छ कोही मान्छेहरू छैन होइन मलाई नि खासै मान्छेहरूकोतिर त भ्लग बनाउनु त खासै मलाई इन्ट्रेस्ट पनि लाग्दैन किनकि मान्छेहरूले कुरा काट्यो नि बाल छैन अब मान्छेहरूलाई काट्ने होइन कुरा काट्ने हो होइन त्यो नदेख्ने गरी तरिकाले काट्ने हो मान्छे काटे पो अब अलिकति चोटपटक पर्छ होइन अनि सो त्यही भएर चाहिँ हामीले मान्छेहरूले अब के गर्नुपर्छ भन्दा मान्छेहरूले के गर्न सिक्नुपर्छ भन्दाखेरि चाहिँ लाइक इग्नोर गर्न सिक्नुपर्छ होइन अनि म यहाँ बाइक पुरै बसिरहेको छु अनि म यहाँ जाँदैछु अब ससुरालतिर पुगेपछि अब भेट हुन्छ होला अब मोबाइलमा नि 8% छ अनि सो त्यही हो मोबाइल चाहिँ अघि अब मैले थक्लाई पानेको चाहिँ के हो भन्दाखेरि चाहिँ 15 Pro Max हो होइन मान्छे अघि मैले भनिहालेँ होइन अनि मान्छेहरूले गुनासो गर्ला होइन कुन मोबाइल चाहिँ बोकेको थिएछ भनेर अनि 15 Pro Max बोकेर उडिने हिँडिरहेको छ अनि त्यो अघि चाहिँ थक्लाई पानेको चाहिँ कारण चाहिँ के हो भन्दाखेरि चाहिँ मैले 14 Pro Max बोकिरहेको थिएन देख्नुहुन्छ तपाईँले 14 Pro Max अब त्यही हो
बोक्नु पायो मान्छेहरूले अनि भन्नु पनि पायो अनि मैले चाहिँ त्यो अब वराङको अब मान्छेहरूलाई सिरियस नलिनु होइन मैले चाहिँ थक्लाई पार्नुको लागि बनाएको होइन अनि तपाईँहरूले मेरो टिकटकमा पनि चेक गर्न सक्नुहुन्छ मेरो प्रोफाइलमा युट्युबको प्रोफाइलमा गयो भने तपाईँहरूले देख्न सक्नुहुन्छ होइन टिकटकमा गएर हेर्नुहोस् होइन मैले थक्लाई बनाएर हालेँ थक्लाई भनेर सिग्मा रुल बनाएर हाल्नु आँटेको थिएँ अनि त्यही भएर चाहिँ मेरो सोचाइ थियो अनि त्यही भएर चाहिँ मैले बनाएको होइन यो वराङको मान्छेहरूले के भन्दा सिरियस नलिदिनु होला होइन त्यही भन्छु म अनि म यहाँदेखि हिँड्नुपर्ने हुन्छ अब किनकि मलाई 4 बजिसकेछ म अघि 8 बजे उता ससुरालदेखि हिँडेको होइन त्यही भएर सो हिजोको भिडियोमा चाहिँ अब रात पऱ्यो होइन म आउँदै अनि अब देओस् भिडियो चाहिँ त्यहीँनिर समाप्त गऱ्यौँ भनेको अब राति भएन होइन अनि अहिले चाहिँ बिहान म भिडियो समाप्त गर्दैछु अनि इन्डिङ गर्दैछु होइन अनि त्यो हिजो हल्का यसो घुमघाम गऱ्यो अनि आज चाहिँ अब जाने दिन अनि सो आज यो भिडियोलाई चाहिँ यहीँसम्म समाप्त गरिदिउँ होला होइन धेरै लामो नबनाऊँ होला किनकि आउँछ अर्को भिडियो पनि आउँछ होइन अनि भन्दै आजको भ्लगलाई चाहिँ यतै व्यवस्था गर्छु भेट्नुपर्छ होइन अर्को भिडियो आइसक्यो होला गएर हेर्नु है त।